दर्शक दिन माल्टामा अझै पनि 12-15 हजार तिरेर जानुपर्छ भनेर सोचिरहनु भएको छ। वर्किङ भिजा बन्द भइसक्यो भन्ने सुन्नुभएको छ। 2026 स्टुडेन्टमा माल्टा जान सजिलो भयो कि झन् गाह्रो त? आजको यो भिडियोमा म तपाईहरुलाई माल्टा आउने सही तरिका 2023 र 26 मा कति फरक भयो सबै कुरा क्लियर एभिडेन्ससहित बताउनेछु। साथीहरु, म अहिले माल्टामै छु र माल्टाको रियल अपडेट प्लस ग्राउन्ड रियालिटीको बारेमा चाहिँ भिडियो बनाउँछु। आजको यो भिडियोमा 2026 मा माल्टा आउने फरक तरिका, 2023 मा भन्दा 2026 मा कस्तो फरक छ, वर्किङ भिजामा के चाहिन्छ र के अब स्टुडेन्ट भिजा सजिलो भएको हो वर्किङ भन्दा, आउनुहोस् जानु। अब कुरा गरौँ 2023 मा माल्टा कसरी आउँथ्यो त? 2023 मा माल्टा आउनको लागि सबैभन्दा पहिला कन्सल्टेन्सीले भन्थ्यो जब रेडी छ, वर्किङ भिजा 2-4 महिनामै आउँछ। एडभान्समा पैसा लिएर प्रोसेस अगाडि बढाउँथे। तर रियालिटी के थियो त? रियालिटी फेक जब अफर हुन्थ्यो, पर्मिट डिले हुन्थ्यो, अराइभल पछि कम्पनी नै चेन्ज गर्थे, लिगल इस्युमा फस्ने हुन्थ्यो। जसको कारणले गर्दा 2023 को अन्तिमतिर माल्टिज गभर्मेन्टले नयाँ रुल्स ल्याउने योजना बनायो। 2024 मा सर्लक्कै योजनाहरू बनाएर 25 बाट सम्पूर्ण योजनाहरू लागू भयो। तसर्थ माल्टा आउनको लागि भने स्ट्रिक्ट बनाइयो वर्किङ भिजा। वर्किङ भिजामा अब चाहिने कुराहरू चाहिँ के हो त? सबैभन्दा पहिला जेन्युइन इम्प्लोयर, माल्टामै रजिस्टर भएको। Thank you for having me. I'm excited to share my insights today. अर्को भयो स्किल म्याच, किचन, गेयर, केयर गिभर, मेकानिक, क्लिनर मात्रै होइन। तेस्रोमा भयो एक्सपिरियन्स प्रुफ र चौथोमा इङ्ग्लिस बेसिक कम्युनिकेसन र पाँचौँमा तपाईँले जान्नै पर्ने कुरा पर्मिट प्रोसेसिङ टाइम 6 देखि 12 महिना। अब कन्सल्टेन्सीले मात्र चाहेर हुँदैन, अब इम्प्लोयर नै स्ट्रङ हुनुपर्छ। 2026 मा स्किल छैन भने वर्किङ भिजामा आउनको लागि तपाईहरुको लागि एकदमै गाह्रो भयो। अब मेन कुरा 2026 मा स्टुडेन्ट रुट किन पपुलर भयो त? स्टुडेन्ट भिजामा आउनुको फाइदाहरू चाहिँ के हो त? नम्बर 1 डकुमेन्टेसन क्लियर, नम्बर 2 एम्बेसी रिजेक्सन कम, नम्बर 3 पार्ट टाइम वर्क लिगल, नम्बर 4 माल्टा आएपछि जब खोज्नु सजिलो र नम्बर 5 मा इम्प्लोयर चेन्ज गर्न फ्रिडम। तर स्क्याम चाहिँ कहाँ हुन्छ त? सबैभन्दा पहिला लो लेभल कोर्स, यसमा स्क्याम हुन्छ। फेक कलेज, ओभर प्रमिस। स्टुडेन्ट भिजामा आउन त सजिलो छ तर स्मार्ट हुन जरुरी छ। अब तपाईलाई म वर्किङ भर्सेस स्टुडेन्ट 2026 को कम्प्यारिजन नै गरेर देखाउँछु है त। सो सबैभन्दा पहिला भनेको वर्किङ भिजाको कुरा गरौँ। प्रोसेसिङ स्लो, रिस्क हाई, फ्रिडम लिमिटेड, कस्ट कन्सल्टेन्सीको हेभी कस्ट, फ्युचर इम्प्लोयरको डिपेन्डेन्ट। तर स्टुडेन्ट भिजामा प्रोसेसिङ फास्टर, रिस्क मिडियम, फ्रिडम मोर र कस्ट ट्रान्सपेरेन्ट र फ्युचर पनि स्विच अप्सन। मतलब तपाईँ अर्को कुनै EU नेसनमा पनि जान सक्नुहुन्छ। स्किल स्ट्रङ छ भने तपाईँहरू पक्कै पनि वर्किङमा आउनु होला। यदि स्किल छैन भने अबदेखि स्टुडेन्टमा आउँदा सजिलो र छिटो हुने सम्भावना म्याक्सिमम छ। अब कुरा गरौँ नेपालीहरूले माल्टा पुगे पछाडि गर्ने सबैभन्दा बिगेस्ट मिस्टेक। सो सबैभन्दा पहिला चाहिँ माल्टा पुग्ने बित्तिकै सबै कुरा सेट हुन्छ भनेर सोच्नु र दोस्रोमा युट्युबकै भिडियो हेरेको भरमा ब्लाइन्डली ट्रस्ट गर्नु र तेस्रोमा कन्सल्टेन्सीले भनेको कुरा सबै सत्य मान्नु। साथीहरु, माल्टा आउने व्यक्ति सर्भाइभ गर्नको लागि पहिला स्किल बिल्ड गर्छ अनि मात्रै आउँछ। अदरवाइज सर्भाइभ गर्न अलिकति गाह्रै हुन्छ माल्टामा। 2026 मा तपाईहरु माल्टा आउन खोज्दै हुनुहुन्छ या स्टुडेन्ट भिजा अथवा वर्किङ भिजामा तपाईहरु कन्फ्युज हुनुहुन्छ र तपाईँ कसरी आउने हो स्टेप बाइ स्टेप भनेर गाइड चाहनुहुन्छ भने तपाईँ पक्कै पनि यो भिडियोलाई सेयर गर्नुहोस् र कमेन्टमा प्लान लेख्नुहोस्। म तपाईहरुलाई माल्टा आउने सेफ प्लान अर्को नेक्स्ट भिडियोमा बताइदिने छु। साथीहरु, आजको लागि यति नै। अब नेक्स्ट भिडियो पक्कै पनि म तपाईहरुलाई एकदमै सजिलो प्लान वर्किङ भिजाको लागि वे टु गेट भिजा, मतलब तपाईँ वर्किङ भिजामा कसरी आउन सक्नुहुन्छ भन्ने प्लान बताउने छु। तबसम्मको लागि यो भिडियो जति सक्दो सेयर गर्न र कमेन्टमा प्लान लेख्नु होला। म तपाईहरुलाई नेक्स्ट भिडियो स्टेप बाइ स्टेपको भिडियो पक्कै पनि दिनेछु। साथीहरु, आजको लागि भने यति नै।